सपना कहिले समाप्त हुँदैन, त्यो केवल हराउँछ, छोडिन्छ र कहिलेकाहीँ एउटा नयाँ सुरुवातको निम्ति पुनः अव्यक्त अवस्थामा फर्किन्छ। म पनि त्यसैको एउटा भाग थिएँ, सपना, आशा र सङ्घर्षको। जब मैले यस संसारलाई पहिलो पटक देखेँ, त्यो झिलिमिली र रङ्गिन थियो, तर केही समयपछि त्यहाँ असफलता र हारको कना अन्धकार ढाकेर सबै कुरा देखिने भएकी थाहा भयो। हामीले जुन रास्ता रोजेका थियौँ त्यो कहिल्यै सरल थिएन। हाम्रा कसमहरू, कसम्सीहरू र समर्पणहरू सबै एकपटक पथमा थिए र फेरि हाम्रो अतीतले हामीलाई पछ्यायो। अब हामीलाई यस सबैलाई चिनेर वास्तविक र सपना बिचको साँचो अर्थ बुझ्नुपर्ने समय आएको छ। यस यात्रामा मलाई थाहा भयो, सपना आफ्नै माया मात्र होइन, यो एक साझा जिम्मेवारी पनि हो र यदि हामी यसलाई गुमाउँछौँ भने त्यो हाम्रो मात्र होइन, सम्पूर्ण राष्ट्रको हार हुनेछ। काठमाडौँ सपना बोकेर आउनेहरूको सहर। यहाँ प्रत्येक पाइला एउटा कथा हो र प्रत्येक सपना जति बन्छ त्यति नै बिथोलिन्छ पनि। त्यो सपना कहिले चाउरिएका निधारमा झल्किन्छ, कहिले फुटपाथमा सुतिरहेको नाङ्गो बालकको आँखामा। यो सहर जति सुन्दर देखिन्छ त्यति नै कुर पनि छ। कहिलेकाहीँ यही सहरमा केही युवाहरूले आफ्ना सपनाको खोजीमा यात्रा थाले, कसैले प्रेममा, कसैले आदर्शमा, कसैले आत्मसत्यको लागि। त्रिपुरेश्वरको ट्राफिकमा लाइटमा आशिषले फेरि उही दृश्य देख्यो, रातो बत्ती, भिड र तिनको बिचमा सपनाहरूको धुलो उडिरहेको। उसले आँखा चिम्लो। केही क्षण अघि मात्र एउटा सानो बालकले उसको गाडीको सिसामा सानो हात राखेर पैसा मागेको थियो, तर त्यो हातभन्दा धेरै गहिरो कुरा उसले देखेको थियो, आफ्नो बालिका। कहिले समय यस्तो आशिषको मनमा प्रश्नहरू उर्लिए। उसले बाल्यकालदेखि नै सपना देखेको थियो, केही बनौँ, केही गरौँ, तर सहरले कहिले सहज बाटो दिएको थिएन। त्यही बेला मोबाइल बज्यो। रिया, हेलो आशिष, भोलि हाम्रो कलेजको पुरानो साथीहरूको भेटघाट छ नि, आउँछौ नि? म आउँछु, आशिषले हाँस्दै भन्यो। रिया बाल्यकालको साथी, उसले सपना देख्न सघाएकी थिए, तर परिस्थितिले अलग पारेको थियो। कहिले पुनः भेट हुन लागेको थियो। त्यस रात आशिषले आफूले लेख्दै गरेको उपन्यासमा केही लाइनहरू फेरि पढ्यो। सपना सडकमा हराए पनि तिनीहरू अन्तिमसम्म मुटुभित्र बाँचेका हुन्छन्। उसले डायरी बन्द गर्यो। काठमाडौँको चिसो बिहान टेकु चोकतिर सडक छेउ एक गाडीको धुलोले टाउको टाक्दै हिँडिरहेकी थिए। सीमा उसको कानमा झोला, हातमा केही कागजहरू र हिँडाइमा दृढता थियो। ऊ ती मध्ये एक थिए। उसले फेसबुक र ट्विटरमा मात्रै होइन, सडकमा पनि आवाज उठाउँथे। सामाजिक परिवर्तनका नारा उसको जिन्दगी बनेको थियो। सीमाको अगाडि खुल्ला आकाश थियो, तर पछाडि ठुल्ठुला ताराहरू, भ्रष्ट तन्त्र, राजनीतिक खेल र आफ्नो परिवारको अपेक्षा। उसले पत्रकारिता पढेकी थिए, तर पेसा बनाउने भन्दा परिवर्तन ल्याउने माध्यमका रूपमा हेर्थे। त्यस दिन सीमाको गन्तव्य थियो स्वर संवाद नामक एक कार्यक्रममा सहभागिता जनाउने। कार्यक्रम बाणेश्वरको एक हलमा थियो, जहाँ युवा लेखक, कलाकार र सामाजिक अभियन्ता भेला हुने तय थियो। कार्यक्रम सुरु भइसकेको थियो। दर्शक दीर्घायमा लेखक आदित्य आफ्नो डायरीमा केही टिपोट गर्दै थिए। प्रेम एक राजनैतिक कार्यकर्ता शान्त चित्तले भाषण सुन्दै थिए र अगाडि कुर्सीमा थियो शुभम। ऊ समाजसेवामा होमिएको थियो, अनाथ बालबालिकाको शिक्षामा काम गर्थ्यो। सीमाको पालो आयो। ऊ माइक अगाडि उभिन्। केही सेकेन्ड मौन रहँदै उसले दृष्टि हलभरि घुमियो। आज हामी सपनाहरूको कुरा गर्दछौँ, उसले भनिन्, तर म एउटा केटी हुँ जुन सपनाभन्दा धेरै घाउसँग हुर्किएकी छु। मलाई सधैँ भनियो बोल्नुभन्दा बस्न सजिलो छ, तर म चुप बस्न सक्दिनँ, किनकि म त्यो बच्चाको आँखामा सपना देख्छु जसले चुकमा रोटी बेच्दैछ। म त्यो आमाको मौनता बुझ्छु जसले रातको काम छोड्न सक्दिनन्। उसका शब्दहरू हलभित्र सुताइ जाए। गहिरे आदित्यले लेख्न रोक्यो। प्रेमको नजर सीमाको आँखाभित्र पुग्यो, जहाँ रिस, प्रेम र प्रतिबद्धता तिनी मिसिएका थिए। कार्यक्रमपछि सीमा हलको बाहिर निस्कँदै थिए। आदित्य पनि त्यही निस्केको थियो। तिमीको भनाइको सुन गयो, आदित्य भन्यो। धन्यवाद, सीमाले हल्का हाँसी। तर यस्ता कुरा बोल्न सजिलो हुन्छ, बदल्न गाह्रो। तिमी बोल्न जान्छौ, त्यो पहिलो अस्त्र हो, आदित्यले गम्भीर स्वरमा भन्यो। त्यही बेला मोबाइल बज्यो। सीमाले उठाइन्।
सीमा भोलिको रैलीले तयारी कहाँसम्म पुग्यो? फोनमा प्रेम थियो, तयार छ र यस पटक सडक खाली हुने छैन, सीमाले दृढ स्वरमा उत्तर दिइन्। त्यो रात सीमा बसीको छेउमा बसेर पुरानो डायरी पल्टाउँदै थिए। एउटा पानामा उसले लेखेकी थिए, माया गरेकी थिए जीवनसँग, त्यसैले रिस पनि उस्तै गरे परिवर्तन नआउँदा। त्यही डायरीमा अर्को हातले लेखिएको एउटा सानो नोट भेटियो। सपना कहिले हराउँदैन, उनीहरू बाटो बदल्छन् मात्र। सीमा अलमल्ल परिन्। त्यो नोट उसले आफै लेखेकी थिए कि अरू कसैले? बाहिर हेर्नको आवाज आयो। काठमाडौँको सडक फेरि व्यस्त भएको थियो। त्यसै रात आशिष पनि आफ्नो कोठामा डायरी कोर्दै थियो। उसले कार्यक्रमको भिडियो हेरेको थियो। सीमाको भाषणले उसलाई चिर्दै गएको थियो। ऊ भिन्न छ, आशिषले मनमा भन्यो, तर ऊ पनि त्यही खोजीमा छ जुन म सडकमा हेर्दैछु। दुई भिन्न मान्छे, दुई फरक पृष्ठभूमि, तर उस्तै दुःख, उस्तै छटपटी। काठमाडौँको एक गल्लीमा उनीहरूका सपना एक अर्कासँग ठोक्किन थालेका थिए। काठमाडौँ त्यो सहर हरेक दिन नयाँ अनुहारहरू भेटाउँछ, तर केही भेटहरू यस्ता हुन्छन् जसले मनको कोरामा गहिरो छाप छोड्छन्। यस्तै एक दिन रत्न पार्क नजिकको पुरानो पुस्तकालय हलमा शब्द संवाद नामक खुल्ला काव्य विचार कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको विषय थियो सपना र सडक, आजको युवा चेतना। शुभम कार्यक्रम सञ्चालकको भूमिका व्यस्त थियो। उसले आशिषलाई बोलाएर भने, तँलाई मञ्चमा बोलाउँछु है, आज तेरो डायरीको सडकको आत्मकथा कविता पढ्नै पर्छ। आशिष मुस्कुरायो। डर लाग्छ यार, यत्र बुद्धिजीवीहरूलाई बोल्न, तर मेरो कविता डरभन्दा ठुलो छ, शुभमले थपियो। त्यसै हलको अर्को कुनामा सीमा आदित्यसँग कार्यक्रम सुरु हुने पर्खाइमा थिए। उसले हलका दर्शकहरू निहालिरहेका थिए। त्यही नजर एकछिनका लागि आशिषमा अडियो। टोपी उल्टो लगाएको, गाढा निलो ज्याकेट, अलिक असजिलो भए पनि आफ्नो डायरी समातिरह्यो। ऊ फरक देखिन्छ, सीमाको मनले भन्यो। कार्यक्रम सुरु भयो। पहिलो कविता आदित्यले सुनायो। सत्ताको स्वरूपमाथि एक गहिरो कविता जसले हललाई गम्भीर बनायो। त्यसपछि बोलायो आशिष। ऊ ढिलो ढिलो मञ्चतिर उक्लियो। हलको सिङ्गो ध्यान उसमाथि केन्द्रित भयो। उसले आफ्नो डायरी खोलेर पढ्न सुरु गर्यो। सडकको आत्मकथा। म सडक हुँ जहाँ हरेक दिन सपना हराउँछन् र राति म निन्द्रामा रुन्छु। कोही मलाई हिँड्ने बाटो भन्छ, कोही लम्पसार परेर सुत्छन्। एक दिन एक बालक आएर भन्यो, सडक दाइ, मेरो स्कुल कहाँ हो? अनि म झस्किएँ। म त केवल बाटो रहेछु र सपनाहरूको नक्सा त कोही बनाउनै छैन क्यारे। हल मौन भयो। शब्दहरू थम्बे पनि भावनाहरू बगे। सीमाले आशिषलाई हेरिरहेकी थिए। ऊ एउटा यस्तो स्वर थियो जसले किताबभन्दा बाहिरको साँचो कविता बोलेको थियो। कार्यक्रम पछि हल बाहिर शीतल हावा चलिरहेको थियो। मानिसहरू चिया र संवादमा लागेका थिए। सीमाले अघि बढेर सोधी, तिमी नै कविता पढ्ने आशिष? हो, आशिष दस्क्यो। र तिमी? सीमा। उसले हात अघि बढाई। तिमीको कविता, सडकको आत्मकथा गहिरो लाग्यो। त्यो त मेरो बाल्यकाल हो जुन फुटपाथमा हुर्किएको थिए। आशिषले सिधा आँखा हेर्दै भन्यो, त्यो सपना अझै हराइरहेको छ? सीमाले सोधे। कहिले सडकमा कहिले मनमा। आशिष हल्का मुस्कुरायो। त्यो क्षण दुवैको बीच कुनै राजनीतिक बहस थिए, कुनै सिद्धान्तको मतभेद थिएन। त्यो भने केवल दुःखको साझा अनुभूति र सपनाको साझा खोज। त्यही बेला आदित्य आए। सीमा, हामी जान लागेका थियौँ नि, केही साथीहरू पर्खिरहेका छन्। सीमा आशिषलाई हेरिरहेकी। पुनः भेट्छौँ। सपना भेट्नेहरू फेरि फेरि ठोकिन्छन् भन्ने सुनेको छु। त्यो त सहरको नियति नै हो, आशिषले जवाब थियो। त्यो रात सीमाले आफ्नो डायरीमा लेखी, आज एउटा किताब भेटेँ सडकको रूपमा। सायद ऊ पनि मेरो जस्तो सपना खोजिरहेको छ, फरक बाटोबाट, तर एउटै गन्तव्यमा। काठमाडौँको बिहान फेरि उस्तै थियो। बसहरूको हर्न, सडकको धुलो र भिडभाड। तर आजको बिहान सीमाको लागि विशेष थियो। आज उसले आयोजना गरेको युवा सडक जागरण अभियानको पहिलो दिन थियो।
माइतीघर मण्डलमा उसले ठुलो ब्यानरहरू लगाएकी थिए। सडकमा सपनाको होइन सचेतनाको मार्ग हो। उसको टिममा थिए शुभम, प्रेम अनि केही अन्य सामाजिक अभियन्ताहरू। उनीहरूले सडकमा बाल आश्रम, भ्रष्टाचार र महिला हिंसाका विरुद्ध आवाज उठाउने कार्यक्रम बनाएका थिए। सीमा माइक समाउँदै भनिन्, हामीलाई बाटो होइन जीवन चाहिएको छ। सडक त केवल प्रतीक हो। सच्चा परिवर्तन त चेतना आउनुपर्छ। भिडबाट ताली बज्यो। मिडियाले क्यामेरा घुमायो। आदित्य एक पत्रकारको भूमिकामा रिपोर्ट तयार पार्दै थियो। त्यही समयमा आशिष दूरबाट त्यो हेरिरहेको थियो। उसले सीमालाई पहिलेभन्दा भिन्न देख्यो। आज ऊ एउटी नेता झैँ देखेकी थिए, जुन स्वर कहिल्यै थाक्दैन। त्यो साँझ कार्यक्रम सकिएपछि सीमा बस पार्क नजिकको चिया पसलमा केही टिप सदस्यसँग थिए। आशिष पनि त्यही आइपुग्यो शुभम मार्फत। तिमी पनि कार्यक्रम हेर्न आएका थियौ? सीमाले मुस्कुराउँदै सोधी। तिमीलाई सुनाउन मन लाग्छ, आशिषले उत्तर दियो। शुभम बिचमै भन्यो, तिमीहरू दुवै गहिरा कुरा गर्छौ। कहिले एउटा साँझ लेख्ने सोच छ? किन? सीमा र आशिष एक अर्कातिर हेरे। शब्द नभए पनि आँखा बोले। केही दिन पछि सीमा एउटा रेडियो कार्यक्रममा बोल्न गएकी थिए। कार्यक्रमको अन्त्यमा उसलाई सोधियो, तपाईँ प्रेममा विश्वास गर्नुहुन्छ? सीमा केही बेर मौन रहिन्। प्रेममा विश्वास गर्छु, तर त्यो प्रेम जसले बाँच्दैन, मुक्त गर्छ, जुन आत्मकेन्द्रित होइन समर्पण आधारित हुन्छ। त्यसको केही घटनापछि सीमाको फोनमा आशिषको सन्देश आयो कि म पनि त्यही प्रेममा पर्छु जुन मुक्त गर्छ, बाँच्दैन। सीमा केही बेर हेर्दै रहिन्। उसले जवाब लेखिन, केवल मोबाइल बन्द गरिन्। किनभने सीमाको मन दुधारमा थियो। एकातिर उसको आदर्श थियो, अर्कोतिर नजिकै गरेको भावनात्मक आकर्षणहरू। त्यही बेला राजधानीमा नयाँ राजनीतिक घटना घट्छ। सीमाको संस्थालाई एउटा शक्तिशाली दलले प्रस्ताव गर्छ, हाम्रो छातामुनि काम गर, हामी तिमीलाई बजेट र प्लेटफर्म दिन्छौँ। सीमाको विचारको धरहरा डगमगायो। शुभम, प्रेम र अरू साथीहरूबीच बहस चल्यो। कसैले भने यो अवसर हो, कोही चिच्यायो आदर्श बेच्न मिल्दैन। सीमा मौन रहिन्। त्यो रात उसले आशिषसँग भेट्ने निर्णय गरिन्। त्रिपुरेश्वरको नदी किनारमा झ्याउलो बत्ती मुनि दुवै उभिए। म दुविधामा छु, आशिष सीमाले भनिन्। राजनीतिक र परिवर्तनबीच सधैँ मोड आउँछ, आशिषले बोल्यो। र तिमी? उसले सोधी। म मोडमा होइन, बाटोमा छु। म तिमीलाई बाटो बन्न आग्रह गर्दिनँ, केवल साथमा हिँड्न चाहन्छु। सीमा केही बेर शान्त रहिन्। साथ चाहिएको त हो, उसले धेरै भनिन्, तर मसँग समय छैन। प्रेम हराउने होइन, बनाउने कुरा हो। आशिषको स्वर शान्त थियो। हावा चल्यो। बत्ती हल्कासँग हल्लियो। त्यो क्षण अनिश्चित थियो, न त पुनः स्वीकृति न अस्वीकार। निर्णयले कथा मोड्नेछ। ऊ राजनीतिक स्वीकार गर्छ, किनकि आदर्श जोगाउँछ। त्यही बीच आशिषको सङ्घर्ष गहिरिँदै जान्छ। दुई पात्रबीचको सम्बन्ध अब भावनामा मात्र नभएर विकल्पहरूको टकरावन बन्नेछ। काठमाडौँको हावामा चिसो थप बढिरहेको थियो। सीमाले अनन्तः आफ्नो मनको दुविधा तोडेको थियो। राजनीतिक र सामाजिक आन्दोलनको बीच उभिएर ऊ त्यहाँ मात्र थिएन जहाँ समाजका पक्ष आवाज उठाउनु अनिवार्य थियो। आज ऊ त्यहाँ थिए, राजधानीको नयाँ राजनीति बुझ्नको लागि, यसलाई आफ्नो आदर्श र उद्देश्यसँग मेल गर्न खोज्दै। माइतीघर मण्डलमा फेरि एउटा ठुलो सभा आयोजना गरिएको थियो, जहाँ प्रमुख राजनीतिक दलका नेताहरू सीमाको संस्थासँग सहकार्यको बारेमा छलफल गर्न आएका थिए। आयोजकहरूको टोली सीमासँग छलफल गर्दै थियो र सीमा पनि त्यहाँ उपस्थित थिइन्। उसका मनमा सोचहरू चलिरहेका थिए, जहाँ राजनीतिक स्वार्थ र सामाजिक परिवर्तनको आवश्यकता टक्राइरहेका थिए। उपस्थिति सबै आँखाहरू सीमा थिइन्। उसलाई सम्बोधन गर्न माइक समातेको थियो। हामी युवाहरूलाई मात्र हेरिएन, हाम्रा बुद्ध र बालबालिकालाई पनि समान अवसर दिनुपर्छ। हामीले राजनीतिक चाहन्न, हामीले चाहिएको छ वास्तविक परिवर्तन। सीमाले उठेको आवाज हलभरि गुन्जिरहेको थियो, तर सीमाको मन अर्को लडाइँमा थियो। के यो सहकार्य साँच्चै समाजको परिवर्तन ल्याउने हो, कि यसले भविष्यमा
उसको आदर्शसँग सम्झौता नगर्ने हो। यसैबीच आशिषको फोन आयो। उसले फोन उठायो। सीमा के भइरहेको छ? आशिषले सोधे। तिमीलाई थाहा छ त्यो प्रस्ताव राम्रो छैन, म जान्दछु, सीमा भन्यो। तर मैले त्यो अवसर गुमाउन सक्दिनँ। मेरो आदर्शले मात्र काम गर्दैन, यसलाई मानेको कुनै शक्ति चाहिन्छ। सीमा, आशिषको सुर गम्भीर थियो। तिमीलाई आफूलाई बलिदान दिइरहेकी छौ, तर त्यो बलिदान व्यक्तिभन्दा सामाजिक हुनुपर्छ। राजनीतिक र आदर्श एकसाथ चल्न सक्दैनन्। तर सीमा चुप लागेर सोच्न थालिन्। उसको मनमा आदर्श र वास्तविकताको द्वन्द्व चलिरहेको थियो। सीमाले माइक समात्न अघि प्रेमलाई खोजेर बोलाए। शुभम, आदित्य, मलाई तपाईँहरूको साथ चाहिएको छ। म यो अवसर उपयोग गर्न चाहन्छु, तर के हामी सबै मिलेर यी सबै कुरामा आम मानिसहरूको पक्षमा काम गर्न सक्छौँ? शुभम हल्का हाँस्दै भन्छ, तिमी भनेको र गर्नु भएको फरक छैन। यसपटक हामी असल बाटोमा नै हुनेछौँ। सीमा र प्रेम थप्छ, हामी सबैको हात एकजुट गर्दा यो सहर बदल्न सक्छ। सीमा डटेर बोल्छे, त्यो नै मेरो उद्देश्य हो, यो मेरो निर्णय हो। सँगै सबैले अभियानको समर्थन गर्दै सीमाले ऐतिहासिक मौका दिन निर्णय गरेका थिए। सीमा राजनीतिक जीवनमा प्रवेश गर्ने निर्णय पुगेको थियो र यो नयाँ अवसरको सुरुवात थियो। तर आशिष भने दुखित थियो। उसलाई थाहा थियो कि सीमा अब आफ्नो आदर्श सिद्धान्तसँग टक्राइरहेकी थिए। उसले सोचे कि म सीमाको साथ थिइनँ भने यो परिवर्तन ल्याउने काम साँच्चै हुनेछ। सीमाको निर्णय धेरैको धारणा परिवर्तन गरिरहेको थियो। तर के सीमा आफ्नो आदर्श र सिद्धान्तलाई बनाएर राख्नेछ कि यस राजनीतिक उस्ता सबै कुरा बदलिन्छ? सीमा अब पूर्ण रूपले राजनीतिक अगाडि बढिसकेको थिइन्। माइतीघर मण्डलमा सम्पन्न एउटा विशाल कार्यक्रममा उनले आफ्नो पार्टीको पक्षमा भाषण दिए, तर अति सम्मानित नेताहरूको साथमा उभिन्। तिनका शब्दहरू तीव्र र जोशपूर्ण थिए। हामी नयाँ सोच र दृष्टिकोणको साथ अगाडि बढिरहेका छौँ। हामी परिवर्तनका लागि उठेका छौँ। यस सहरमा अन्याय, असमता र असुविधा असहनीय छन्। हामीले यसलाई अन्त्य गर्नेछौँ। यसको केही दिनपछि सीमाले बुलेटिन बोर्डमा भेरिफाई गरिएको एउटा ठुलो समाचार पढे। सीमा यादवले ठुलो राजनीतिक दलसँगको सहकार्यलाई स्वीकृत दिन युवा आन्दोलनका नेता एकसाथ पुरानो प्रवृत्तिको समर्थन बनेका छन्। सीमालाई थाहा थियो कि त्यो खबरले समाजको विभिन्न वर्णका मानिसहरूलाई दुई खेलामा बाँडिदिनेछ। धेरै युवा उसको पक्षमा थिए भने धेरै पुराना राजनीतिक र बौद्धिक वर्णहरू संस्कापद दृष्टिले हेरिरहेका थिए। यसले सीमाको मनमा अझै जटिलता ल्यायो। त्यही बेला एक दिन रानी पोखरीको किनारमा सीमा र आशिषले भेट गरे। आशिषको अनुहार गम्भीर थियो र सीमा अझै पनि सोचमग्न थिए। सीमा, तिमीलाई थाहा छ न कि यो निर्णयले हाम्रो बीचको सहमति र हाम्रो सपनाहरूलाई ठुलो धक्का पुर्याउँछ? आशिषले शान्त तर गम्भीर स्वरमा भन्यो। हाम्रो सपना, सीमाले जवाब थिए, समाजको उत्थान र परिवर्तनको। त्यो म त्यसमा विश्वास गर्छु, म पनि विश्वास गर्छु। तर त्यो राजनीतिक र व्यक्तिगत स्वार्थमा सहमति भएपछि उसको वास्तविकता कहाँ रहने हो? तिमीले आफूलाई के बेचेकी छौ? आशिषको सुर अझै कडा थियो। सीमाले आँखा थुनेर शान्तिका साथ भनिन्, म बेचिएको छैन आशिष, म गुमाइरहेको छैन। म एउटा ठुलो परिवर्तनका लागि अगाडि बढिरहेको छु। आशिष केही समयको लागि मौन रह्यो। त्यसपछि उसले भने, शिक्षा, के तिमीले तिनका आदर्श र विचारहरू सहीसँग पक्ष्यौ? हुनसक्छ मैले अझै एकदम गहिरो विश्लेषण नगरेको हुँ, सीमा भन्यो। तर त्यो मौका मलाई थाहा थियो कि मैले गुमाउन सक्दिनँ। यसको अर्थ तिमी अब नयाँ आदर्श र सिद्धान्तसँग मेल गर्दछौ। आशिषको आवाज अब नम्र थियो। तिमीले जब आफ्नो जीवनको उद्देश्य परिवर्तन गरेको जस्तो लाग्दैन, यस्तो लाग्दैन, सीमाले जवाब दिँदै भनिन्। म अहिले पनि परिवर्तनको लागि काम गर्दैछु। मेरा मनका उद्देश्य भने अडिग छन्। आशिष शान्त हाँसिलो थियो। तिमीलाई थाहा छ सीमा, परिवर्तन व्यक्तिगत स्वार्थ र साँचो सङ्घर्षको बिचमा हुन सक्छ। सीमाले गहिरो सास फेरिन्, भनिन्, मलाई थाहा छ आशिष, म यो जान्दछु। तर यस समय मलाई थाहा छ कि यो कदम मैले आफैले चालेको हो।
यो मेरो निर्णय हो र म यसलाई पछुताउन चाहन्न। त्यो दिन सीमा र आशिषको भेट यत्र आत्मविश्लेषण र मनोवैज्ञानिक द्वन्द्वको बीचमा समाप्त भयो। सीमा अब एउटा नयाँ धारा र दिशा अपनाउँदै थिइन् भने आशिषले मनको शङ्का अझै गहिरो हुँदै थियो। सीमा अनन्त आफ्नो स्वप्न र भविष्यको बीचमा छनौट गर्दै अगाडि बढ्नेछ, तर के यो नयाँ बाटो उनलाई सही स्थानमा पुर्याउने हो कि सीमाको निर्णयले उनलाई त्यसको उद्देश्यमा सफलता बनाउँछ कि केवल एक भ्रम मात्र हुनेछ। सीमा यादव अब काठमाडौँको प्रमुख नेताहरूसँग एकतामा उभिएकी थिइन्। त्यो क्षण उनको जीवनको एक महत्त्वपूर्ण मोडको जस्तो थियो। पार्टीको केन्द्रीय कार्यकारिणी समितिका भएको एउटा बैठकमा उनले पार्टीको अन्य नेताहरूसँग असहमतिका बावजुद आफ्नो विचार र प्रस्ताव राख्दै भने, सडकमा लड्नका लागि हामीलाई साथपूर्ण नेताहरूको खाँचो छैन। हामीलाई समाजका लागि नयाँ विचार र साँचो उद्देश्यका लागि लड्नुपर्छ। हाम्रो उद्देश्य कुनै ठुलो दलको सहयोग होइन, राष्ट्रका लागि वास्तविक परिवर्तन हो। तर यी सबै विचारहरू अब सीमाको लागि साँच्चीकै ठुलो चुनौती बनेका थिए। यद्यपि उसले आफ्नो आदर्शलाई त्याग्न नचाहेको, तर आफूलाई लाग्ने सुधारका लागि सही ठाउँमा उभिने निर्णय लिएका थिए। सीमा अब देखिरहेका थियौ कि शक्ति र राजनीति केवल विचारका कुरा होइनन्, यसका तर आर्थिक शक्ति, तीखो प्रतिस्पर्धा र आपसी समझदारी पनि समावेश छ। केही दिनपछि सीमा पार्टीका उच्च कमिटीका थप लडाइँहरूको हिंसा बन्न पुग्यो। एउटा ठुलो मुद्दामा पार्टीको नेता राजेश पोखरेलले सीमालाई प्रत्यक्ष चुनौती दिए। सीमा, तिमी यत्र वचन दिनु र सङ्घर्षमा रहनु भन्न सक्छौ, तर तिमीलाई थाहा छ कि सत्ता प्राप्त गर्नका लागि त्यस्ता सबै सिद्धान्तहरूको पालना गर्न सकिन्छ भन्ने होइन। हामी सबैलाई प्रस्ताव र शक्ति चाहिन्छ, उनले भने। सीमा थाकेर आफ्नो कुर्सीमा बस्न पुगिन्। मनमा उग्र द्वन्द्व थियो। यस राजनैतिक मार्गमा उसका विचार सही हुनेछन् या उनको आदर्श र विश्वासको व्यापारिक कारण हुनेछ। त्यसै समयमा आशिषको फोन आयो। उसको स्वर निराश थियो। सीमा, म तिमीलाई चेतावनी दिन चाहन्छु। तिमी जसको पक्षमा छौ त्यो केवल विचारको लडाइँ मात्र होइन, व्यक्तिगत स्वार्थको लडाइँ हो। तिमी आफैलाई बदल्न लाग्यौ है? सीमा थोडी चुप लागेर सुनिन्। उसको मनले भनेको थियो कि म साँच्चै विचारसँग साँचो छु या मैले आफैलाई हिनमा परिवर्तन गर्दै जाँदैछु। आशिष, म जान्छु यो निर्णय सजिलो छैन, सीमाले फोनमा जवाफ दिए। तर मैले यो कदम यसकारण चालेको हुँ कि मलाई लाग्छ म समाजका लागि सही गरिरहेको छु। तिमीलाई लाग्दैन कि अब तिमी एक कुतुब वन नक्षत्र जस्तो बनिसक्यौ? आशिषको आवाजमा थोडा गुम्सा थियो। तिमीले आफ्नो आत्मसम्मान र आदर्शलाई बेच्न खोज्यौ, त्यसलाई साँचो परिवर्तनका लागि होइन। सीमाले गहिरो सास फेरेर भने, म त्यो गर्दा नै सही स्थानमा पुग्नेछु। मलाई यकिन छ कि मेरो यो कदम अनन्तः समाजको हकमा हुनेछ। त्यही पनि आशिषको आलोचना सीमाको मनमा छारो बनिरहेको थियो। उसले खुदलाई प्रश्न गर्यो कि म साँच्चै आफ्ना विचार र सिद्धान्तको लागि सङ्घर्ष गर्दैछु या मलाई सोचभन्दा बढी शक्ति र नामको मोह लागेको छ। सीमा अब एक यस्तो मोडमा पुगेकी थिइन् जहाँ उसका निर्णय र भविष्यका कुराहरू बिल्कुलै खुला थिए। उनले आफूलाई दोधारमा देखिन्, तर उसको साहस र आत्मविश्वास पनि तीव्र थियो। मैले त्यो निर्णय लिएको हो र मैले पछाडि फर्कने छैन। म जित्नका लागि लड्न चाहन्छु, यसका लागि चाहिएको शक्ति र सहयोग जुटाउनेछु, सीमा भने। यद्यपि उनीहरू आफैसँग आशिषसँग द्वन्द्वमा थिए। आशिषसँगको सम्बन्ध अब केवल भावनात्मक बनिसकेको थिएनन्। यो अब आदर्श र राजनैतिक बीचको असमझदारको सङ्घर्ष बनिसकेको थियो। सीमाले अनन्तः पार्टीको बैठकमा उपस्थित भई पार्टीका वरिष्ठ नेताहरूसँग भविष्यका योजना र रणनीतिहरू साझा गर्न थालिन्। हामीले यथास्थिति परिवर्तन गर्न चाहन्छौँ, सीमा भनिन्। हामीले जनताका अधिकार र चाहनालाई अँगाल्न आवश्यक छ। तर आशिषको मनमा अझै पनि प्रश्न थियो, सीमा कतिको सही छ? के यो सही निर्णय हो या केवल राजनीतिक र स्वार्थको सङ्घर्ष हो? सीमा यादवको राजनीतिक यात्रा अब नयाँ उचाइमा पुगेको थियो।
पार्टीको वरिष्ठ नेताहरूसँग उसको सहकार्य गहिरो हुँदै थियो। उनले संसारका उच्च तहमा विभिन्न योजनाहरू प्रस्तुत गर्दै त्यसका लागि समर्थन जुटाएको थियो। सबैका आँखाहरू सीमामा केन्द्रित थिए, तर यस यथार्थमा सीमा आफैलाई अझ बढी दबावमा महसुस गर्न थालिन्। त्यो शक्ति र प्रभावको संसार जसमा ऊ उभिएको थिए, त्यहाँ कुनै पनि निर्णय क्षणिक रूपमा व्यक्तिगत अस्तित्वमा गहिरो असर पुर्याउँथ्यो। सीमाले अब भर्खरै सुरुमै गरेका सङ्घर्षलाई साँचो अर्थ दिने र जनता आफ्ना आदर्शहरू बिचको दूरीलाई कम गर्न चाहन्थिन्। काठमाडौँको एक महत्त्वपूर्ण सङ्कलनमा सीमा प्रमुख मन्त्रीसँग आम बैठकमा भाग लिइरहेकी थिइन्। बैठक सन्देश र समाचार बाहिर जान थाल्दा सीमा भावुक हुँदै आफ्नो विचार व्यक्त गर्दै भनिन्, हामीले आम मानिसको जीवनमा सुधार ल्याउन यो सरकारको योजना लिएर अघि बढ्नुपर्छ। तर हामीलाई थाहा छ कि राजनीतिक कदम राख्नु भनेको केवल आदेश र शक्तिका लागि होइन, त्यसको पछाडि वास्तविक लोक कल्याण र तिनीहरूको साँचो हकका लागि काम गर्नु हो। त्यसको केही समयपछि सीमा आफ्नो आधिकारिक कक्षामा बसेर निकै गम्भीर सोचमा थिइन्। उसका आँखा अब धेरै गहिरा थिए। मानसमा चिन्ताहरूका साथ उसका मनका द्वन्द्व तीव्र हुँदै गएका थिए। त्यति बेला आशिषको फोन आयो। उसको स्वर सनाखो थियो। सीमा, अब तिमीलाई थाहा छ यो मार्ग तिमीले चयन गरेको हो, तर तिम्रो निर्णय केवल शक्ति र स्वार्थका लागि सीमित हो भने त्यो हर्ष र उत्साह कहिले टिक्न सक्दैन। सीमाले जवाफ दिए, म जान्दछु आशिष, तर मलाई लाग्दैन कि यसले हाम्रा आदर्शलाई गुमाउनेछन्। त्यो नयाँ परिवर्तनको घडी हो र म यसको हिंसा बनिरहेको छु। सीमा, आशिषको आवाज गहिरो थियो। तिम्रो आफ्नो अस्तित्व र आदर्शले खोलेर मात्र आफ्नो स्थान बनाइरहेका छौ। के तिमीलाई लाग्दैन कि अब यो सङ्घर्ष परिपूर्ण हुन सक्छ? सीमा थोडी चुप लागेर भनिन्, तिमी भनेको कुरा मलाई थाहा छ यदाबाई। मलाई विश्वास छ कि मैले सही निर्णय लिएकी छु। यो परिवर्तन संसारका लागि हो, हाम्रो भविष्यका लागि। तर आशिषको मन अझै शङ्कास्पद थियो। उसले भने, तिमीसँग कुरा गर्न पाउँदा म धेरै लज्जित छु। मैले भने, म पनि तिमीले यस्तो निर्णय गर्नुपर्ने छैन। सीमा अब जति सोच्दै गइन् त्यति उसको मनमा थप द्वन्द्वहरू पलाउँदै थिए। राजनीतिक र सिद्धान्त बीचको दूरी बढ्दै थियो, तर उनीहरूले आफैलाई सम्झाइन्, मैले यो कदम समाजको उन्नति र भविष्यका लागि चालेकी हो। यसैबीच सीमा र पार्टीका वरिष्ठ नेताहरूबीच अर्को बैठक आयोजना गरियो। उहाँ प्रमुख मन्त्रीलाई निर्णय सुनाउँदै सीमाले भनिन्, यस योजना मार्फत हामी जनताको पक्षमा काम गर्न चाहन्छौँ। हाम्रो पार्टीको जिम्मेवारी, हाम्रो प्राथमिकता हो र हाम्रो उद्देश्य केवल सत्ता हासिल गर्नु मात्र होइन, यो मुलुकको साँचो उत्थान र सुधार गर्नु हो। सीमाको विचार सुनेपछि नेताहरूले उनलाई थप समर्थन दिए, तर सीमा आफैलाई विश्वास दिलाउन चाहन्थिन् कि उनले यो परिवर्तन बीचको लागि साँचो मार्ग अपनाइरहेकी छिन्। तर उसका मनमा अझै प्रश्न थियो, के यो सबै सत्ता र प्रभावका लागि यो या वास्तवमा सबैलाई समान अवसर दिनका लागि? सीमा यो चुनावको घडीमा आफ्ना निर्णयका बारेमा निकै गम्भीरता साथ सोच्न थाले। उसका आँखामा अब असमझ र दृढता बीचको सङ्घर्ष थियो। के सीमाको साँचो समर्थन साँचो परिवर्तन ल्याउन सकिन्छ? सीमा यादवको जीवन अब एक अविस्मरणीय मोडमा थियो। सत्ता र प्रभावको संसारमा उसको पहिचान स्थापित भइसकेको थियो, तर एकै समयमा उसको मनमा हरेक कदमसँग एउटा द्वन्द्व थियो कि उसको राजनीतिक मार्ग समाजको हितका लागि थियो या केवल शक्ति र प्रतिष्ठा हासिल गर्न, बाटोमा परिवर्तनहरू गर्नका लागि पार्टीको संलग्नमा एउटा नयाँ योजना प्रस्तुत गर्न तयारी सीमा भ्याएनन्। यो योजना जनताको हक र अधिकारका बारेमा थियो, तर सीमाले यो कुरा राम्ररी बुझिसकेको थिइन् कि योजना आम जनतासँग लोकप्रियता ल्याउने र उसलाई अझ शक्ति दिलाउने थियो। यद्यपि सीमाले आफ्नो मनमा एउटा चिन्ता राखेको थियो कि तिनका कार्यहरू साँच्चै परिवर्तनको प्रतिनिधित्व गर्छ या केवल राजनीतिक खेलका हिंसा बनिरहेका छन्। त्यसको केही दिनपछि सीमा र आशिषको भेट भए। यो भेट कुनै साधारण भेट होइन।
यो अब आत्मसमर्पण र आदर्श बीचको असहज लडाइँमा परिणत भएको थियो। आशिष अझै पनि सीमाको राजनैतिक निर्णयहरूको विरोध गर्दै थिए। सीमा आशिषको आवाज अब सिधा र स्पष्ट थियो। तिमीले परिवर्तन ल्याउनका लागि लिएको निर्णय सही थियो भने तिमीलाई यसको सिद्धान्त र उद्देश्यको बारेमा अझ गहिरो सोच्नुपर्ने छैन र तिमीलाई थाहा छ राजनीतिक यति सस्तो र स्वार्थपूर्ण कदम लिँदा तिमीले आफ्ना आदर्श गुमाउँदै जान्छौ। सीमा गहिरो सास फेरेर भने, आशिष म बुझ्छु कि तिमीलाई केही भ्रम छ, तर मैले जोसुकै नआधारित नभई साँचो उद्देश्य र साँचो मनोबलका साथ निर्णय लिएकी छु। म अहिले संसारात्मक छैन कि केवल मलाई शक्ति चाहिए। म चाहन्छु कि मानिसहरूको जीवनमा वास्तविक परिवर्तन ल्याउन सकौँ। आशिष उसको कुरा सुनिरहेको थियो, तर उसको आँखामा अझै विश्वासको कमी थियो। तर सीमा, के तिमीलाई थाहा छैन कि सत्ता राजनीतिक जसको अघि बढ्छ त्यसले सबै कुरा चाँडै बदलिदिन्छ। आजको निर्णयलाई अन्यथा हेर्ने थालिन्छ राजनीतिक नाफा र स्वार्थको खेल बन्न सक्छ र म यसमा तिमीलाई लाज नउठाउने सन्देश दिन चाहन्छु। सीमाले आँखा घुमाइन्। मलाई थाहा छ आशिष, म यति बुझ्छु कि राजनीतिमा हामीले समय र परिस्थिति अनुसार निर्णय गर्नुपर्दछ, तर मेरो उद्देश्य ठुला प्रवृत्तिहरूलाई अस्वीकार गर्नु हो, न कि शक्ति र प्रतिष्ठा लागि मात्र परिवर्तन ल्याउनु। अनन्तः सीमा र आशिषको यो बहस कति गम्भीर बन्यो भने सीमा आफैलाई आत्मविश्लेषण गर्दै सोच्न थालिन् कि राजनीतिक र शक्ति साँचो परिवर्तन ल्याउन सक्दछन् या त्यसले आदर्शहरूलाई गुमाइरहेका छन्। सीमाले आफ्नो जीवनका उद्देश्य र मार्गमा गहिरो मूल्याङ्कन गर्न थालिन् कि सीमाले वास्तवमा साँचो उद्देश्यको लागि काम गर्दछिन् या आफै स्वार्थका लागि सङ्घर्ष गर्दछिन्। त्यसपछि सीमाले आफ्नो पार्टीका अन्य नेताहरूसँगको बैठकमा भने, मलाई थाहा छ हामीलाई आफ्नो भविष्यको बारेमा विचार गर्दा चुनौतीहरूको सामना गर्नुपर्छ, तर साँचो सफलता भनेको केवल शक्ति र प्रभाव मात्र होइन, हामीले गरिरहेको परिवर्तन र त्यसको प्रभाव हो। हाम्रो राजनीतिक आदर्श यथास्थितिका लागि होइन, प्रगतिको लागि हो। पार्टीका नेता पनि अब सीमाको दृढताको विरोध गर्न थाले। कतिपय नेताहरूले यो विचार गरे कि सीमा मात्र एक उच्च स्थानका लागि काम गर्दैछिन्। सीमा आफैलाई यस सबैको बिचमा भेटाउँदैछिन्। यो अनुभवले उनलाई अझ जटिल बनाएको थियो। यद्यपि उसले सोच्न थालिन् कि यस सङ्घर्षका बाद मैले साँचो उद्देश्यको लागि केही गरेर देखाउन सक्छु। सीमा र आशिषका बीच यो द्वन्द्व अब केवल विचारको युद्ध मात्र नभई एक राजनीतिक आन्दोलनको लडाइँ बनिसकेको थियो। आशिषलाई लागेको थियो कि सीमा राजनीतिमा साँचो परिवर्तन ल्याउन सक्दिन र सीमा आफूलाई विश्वास दिलाइरहेकी थिइन् कि यस साँचो सङ्घर्षका लागि उसले आफ्नो आदर्शलाई गुमाउन सक्दिनन्। सीमा यादवको राजनीतिक यात्रा अब अत्यन्तै संवेदनशील मोडमा पुगेको थियो। पार्टीको अगुवाईमा रहेको उसको प्रभाव र शक्ति अब उसको जीवनको एक प्रमुख हिंसा बनिसकेको थियो। यो संसारमा जहाँ आत्मविश्वास र दृढता थियो, त्यहाँ सीमाले बुझ्न थालेकी थिइन् कि प्रत्येक निर्णयको पछाडि एक गहिरो प्रभाव हुन्छ। त्यस दिन सीमा पार्टीको बैठकमा उपस्थिति थिइन्। पार्टीका सदस्यहरूले सबैभन्दा ठुलो राजनैतिक निर्णय गर्न कुरामा उसबाट अपेक्षा राखेका थिए। सीमाले आफ्ना आदर्श र विचारहरूको समृद्धि प्राप्त गर्नका लागि शक्तिको यात्रा गर्दै आएको थियो, तर अब उसलाई बुझ्न थाल्यो कि अबको कदमको केवल पार्टीको भविष्य होइन, अपितु आफ्नै अस्तित्वको भविष्य तय गर्ने हो। बैठकको अन्त्यमा सीमा र पार्टीको अन्य नेताहरूसँग दृढ र स्पष्ट कुरा गर्न थालिन्। हामीले धेरै समयसम्म शक्तिका लागि मात्र सङ्घर्ष गरेका थियौँ, तर अब हाम्रो उद्देश्य भनेको मात्र सत्ता होइन, हामीले जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउनुपर्छ। हाम्रा कार्यहरूले उनीहरूको लागि साँचो समृद्धि र अवसर ल्याउनुपर्छ। तर यी शब्दहरूले पार्टीको अन्य नेताहरूलाई मात्र उत्साहित गरेनन्, बरु उनीहरूको मनमा शङ्का र विरोध उत्पन्न गरे। एक वरिष्ठ नेता राजेश पोखरेल, जो सीमाको पार्टीको महत्त्वपूर्ण स्थानमा थिए, गम्भीर हुँदै भने, सीमा, तिमीले मेरो
कुरा गरेको परिवर्तन समृद्धि कति सम्भव छ? हाम्रो काम केवल समता हासिल गर्नु हो। यदि हामी अब यो निर्णय लिन्छौँ भने के तिमीलाई लाग्दैन कि हामी अनावश्यक खोजीमा हामी र स्थानहरूमा गुमाउन सक्छौँ? सीमा लामो समयसम्म चुपचाप सुनिरहेकी छिन्। यो समय उसको जीवनका सबैभन्दा कठिन क्षणहरू मध्ये एक थियो। शक्ति र आदर्शका बीचको द्वन्द्वले उसलाई विचारले बनाएको थियो, तर उसले सबैभन्दा महत्त्वपूर्ण कुरा बुझ्न थाल्यो। यो सङ्घर्षको वास्तविक उद्देश्य के हो? शक्ति, प्रतिष्ठा या जनताको हक? बैठकपछि सीमा एक्लै आफ्नो कार्यालयमा बसिरहेकी थिइन्। मनमा द्वन्द्व थियो, राजनैतिक दबाव, पार्टीको आन्तरिक सङ्घर्ष र तिनीहरूको पक्षमा रहेका व्यक्तिहरूसँगको विश्वासघात। तर सीमाले आफूलाई सम्झाइन्, मेरो उद्देश्य साँचो परिवर्तन हो, न कि व्यक्तिगत स्वार्थको लागि भोटहरूको खेल। अचानक आशिषको फोन आयो। उसका शब्द सिधै सीमाको मनमा पुगेर गहिरो संविधानमा परिणत भए। सीमा, म जान्दछु कि म तिमी अहिले कति कठोर सङ्घर्ष गर्दैछौ, तर यो राजनैतिक साँच्चै माया र सम्बन्धको बारेमा होइन। यो केवल स्वार्थ र शक्तिसँगको लडाइँ हो। के तिमी अझै विश्वास गर्छौ कि यो सबै ठिक छ? सीमाले गहिरो सास फेरेर जवाफ दिइन्, आशिष, म विश्वास गर्छु। मैले यो निर्णय लिँदा मैले मेरो आदर्श र विश्वासलाई ध्यानमा राखेर गरेको हुँ। यसलाई यदि म बलिदानको रूपमा लिइरहेकी छु भने म स्वीकार गर्छु। म तिमीलाई साँच्चै उद्देश्यको लागि सङ्घर्ष गर्ने प्रोत्साहित गर्न चाहन्छु। हौसला राख, आशिषले भने। तिमीले फोन राखिन र आफूलाई थप दृढ पार्न थालिन्। उसले एकदमै स्पष्ट रूपको जान्न थाल्यो कि यसको अर्थ के हो। यसबाट आउने कष्ट र चुनौतीहरूको समानता गर्दा उसको मार्ग यथावत रहनेछ र यदि उसले आफ्नो उद्देश्यमा वफादार रहन्छ भने अनन्त शोषण र स्वार्थको संसारमा परिवर्तन ल्याउनै सक्नेछ। अर्को दिन सीमाले पार्टीको बैठकमा आफ्नो अन्तिम निर्णय घोषणा गरिन्। उनले भने, मैले हौसला गरेकी छु। हामीले अब केवल सत्ता र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नु हुँदैन। हामीले साँचो उद्देश्य र समाजको हकमा काम गर्नुपर्छ। यस निर्णयसँगै म पार्टीको नेतृत्व नयाँ दिशा दिनेछु। यस्तो निर्णयले सीमालाई नयाँ चुनौतीमा पुर्यायो। उसले बुझ्न थालिन् कि अब उसको राजनैतिक मार्ग साँच्चै उद्देश्य सिद्धान्तमा आधारित हुनेछ। उसले आफ्नो आदर्श र विश्वासलाई गुमाउन नदिने निर्णय गर्यो र यदि यसले शक्ति र प्रतिष्ठामा केही सम्झौताहरू ल्यायो भने त्यो स्वीकृत हुनेछ। सीमा अब केवल राजनीतिक र शक्ति मात्र होइन, वास्तविक जीवनका सङ्घर्षहरूको प्रति प्रतिबद्धता देखाउँदै अघि बढ्ने निर्णयमा थियो। यो निर्णयले न केवल उसको राजनैतिक यात्रा तर उसको व्यक्तिगत जीवनलाई पनि आकार दिने थियो।